यस्तै हो यो बल्लभसँग हो क्याम्पिङ गर्ने प्लान त अब दाइसँग भइरहेछ ठिकै छ सब हामीहरू के छ लाइट पनि फोकस लाइट ल्याएको छु त्यो क्यामेराको हुन्छ नि ठुलो लाइटहरु त्यो स्ट्यान्ड ल्याएको छु इन्स्टाको उतातिर राख्दिनु होला पुरा उज्यालो गर्छु है जाले छ नि हैन हाम्रो हैन यो Vale, so. Lawyer, thank you. छेउले बजारमा तरकारी किनेर हामी अब ले आलु लिएन ल हामीले त आलु किन हाल्नु पर्यो भाइ खै त पर्दैन आलु कहाँको अर्को कहाँको कहाँ मान्छे छ त्यो सामान कहाँ तरकारी साथ तरकारी झुन्डाइसके मैले ओ मा प्रेसर कुकर बोकेर दार्चुलाबाट आएको सो आज हामी क्याम्पिङ भल्कामा सो अहिले चिया पाकिरहेको छ हैन सो केटाहरू चाहिँ सबजना दाउरा खोज्न गएको छ म यहाँ ग्यासमा चिया पकाइरहेको छु सो आजको नाइट क्याम्प हाम्रो दुईटा टेन्ट छ पछाडि हाम्रो एउटा ब्लू एउटा ग्रीन एन्ड हामीसँग लाइट पनि छ सो केटाहरूको आवाज सुनिरहेको छु म कहाँ कता छन् हैन ए सो चाय पिएपछि त्यसपछि अरू कोर्सहरू छ पनिर वनिर मसरुम पनि ल्याएको छु एन्ड ठ्याक्क भल्काको यहाँ पानी बकबक गरेर पानी जहाँदेखि आउँछ नि त्यसकै साइडमा लगाएको छु किनकि पानीको लागि सजिलो हुन्छ भनेर हैन एन्ड भ्लग एन्ड दिस इज माई भ्लग बल्ल भ्लग चाय त स्पेसलै होला जस्तो चाहिँ घटिसक्यो चिया केटाहरू आएनन् केटाहरू आउने बित्तिकै चाय खानुपर्छ अहिले चाहिँ म मुनलाई हेर्दै मुन दामी देखिरहेको छ माथि पल्टिरहेको छु यसरी म्याट यो हाम्रो पिफार्म सो म्याट छैन होइन यदि कसैले स्पोन्सर गर्न चाहनुहुन्छ भने यु क्यान डु द्याट ओके गाइज यहाँ आएर पनि शान्ति चाहिँ छैन कि यदि यहाँ अब जङ्गलको बिचमा भने एक हिसाबले होइन गाडीको आवाज त्यस्तै तर ठिक छ यो तलको यो धाराको आवाजले चाहिँ यो पानीको टक्क नदीको छेउमा भयो जस्तो फिल हुन्छ क्या खोलाको आसपास यहाँदेखि मुन दामी देखिरहेको छ यार पोजिसनमा रहेछौ न तिमी कहाँ भोगाए तानो भाइके यार खाना त देऊ यार आएर न म सबलाई पुग्या हो देऊ उसै यो टुक्रा लागेर प्रत्येक हजुर पुग्या हो सबलाई फोन पुग्यो सब भात पुग्यो अब कुराइदियो अन्न पुग्यो नि के छैन पुग्यो हैन तरकारी यो भाइले एकछिन पुगिहाल्यो है यही आज हामीहरुको त्यो आवाज हो यार आवाज त खतरा आउँदो रहेछ त्यो डेन्जर के हैन सबै स्यालर सँगै गराइदिएर कुकुर पनि सँगै भुक्दिरा के आवाज हैन हो त नि जंगलमा कसो हुने भन्ने हो एउटा कुरा यो क्याम्पिङ गर्ने बेलामा हामी जतिसुकै बुद्धिमान भए पनि रातिकै रात हुँदो रहेछ यहाँ हाम्रो जङ्गल जनावर गएर मस्त कराछन् स्यालहरू पुरै मोज गरिरहेछन् कि यिनीहरू अब हामी राति सुत्ने बित्तिकै यिनीहरू यहाँ छामी गर्न आउँछन् बाल हुन्न त्यस्तो छ हालत जङ्गलटीको इलाका हो बस्ती गफ दिइरा हो खाली गफ हो नाइट क्यामेरा होइन हामीले युज गर्यो भने फिक्स हो यहाँ आउँछन् कि स्याल राति आउँछन् त्यो फिक्स हो क्या कहाँ जन च्याट यार तिमी यार खाली च्याट्ने हो तिमी यार अलि मान्छे भएर होइन एकछिनमा आउँछ कि तिनीहरू फिक्स हो त्यो को आउँछ स्याल त आउँछ क्या तिमीले बोलाए नि आउँछ स्योर हो कस्तो आछ यहाँ हेर क्यामेरा सब मेरो पालो कहिले आउँछ सिरियस दायाँ बायाँ हल्का हात साथ चलायो आगो तापे जस्तो गर्यो गुड मवाला आला नि त ढोका खुला राख्नु सियाला मैले कुरा गर्दा सजिलो हुन्छ पानी कम पियो मात्रा बढी खायो पिसाब रोक्यो त्यही भएर त्यो के टमाटर बढी नखाना भन्छ नि टमाटरमा के पाउँछ शरीरमा भएको चिज र त्यो चिज जुधेर त्यहाँ के केमिकलले रियाक्सन भएर ढुङ्गा केले भन्छ त्यो चिज त्यहाँ थोडा त्यो नुन ल्याइदिनु पर्ला यार केमा ल
सो हाम्रो नाइट क्याम्प भल्कामा सो अहिले चाहिँ हामी सनराइज हेरेर छु यस्तो दामी ठाउँ आज यो अब यसमा देखिरहेको छ कि छैन बट ओरेन्ज बल जस्ट राइजिङ अप सो डज वी सुत्यो चिसो पनि तर राति त्यति चिसो थिएन अहिले चिसो भयो बिहान सो दिस इज आवर भल्का उता छ भल्काको पुल सो हाम्रो क्याम्प चाहिँ हामीले अलि माथि उता हाम्रो जहाँ भल्का त्यो कुण्ड छ त्यहाँ सो सनराइज हेरौँ पहिला सुरु कस्तो दामी हो त कस्तो मजाको आएको कि ल टाइमिङ त हाम्रो यस्तो राम्रो हो कि सही समयमा निस्किँदैछ हामी ल हामी दुईजना छौँ अहिले राजु र म दामी आउनुहुन्छ अबे निस्केको सही गरेन त हामीले ठ्याक्क टाइमिङ के ल गुड सो वी आर अब हामी सनराइज हेर्छौँ ना 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 सो आजको हाम्रो भल्का बसाइ नाइट क्याम्प अहिले नाइट होइन अहिले त मर्निङ भइसक्यो होइन सो मर्निङ सनराइज हेरेर छौँ हामी यहाँनिर सनराइज यस्तो दामी आएको कि बवाल ट्र्याक्टरको आवाज त 5 बजीदेखि भयो आज 4 बजीदेखि खाङखाङ खुङरुङ खाङखाङ खुङरुङ त्यहाँलाई चाहिँ ढुङ्गा ल बढिया बढिया यो हो नि त यार ल म सबैजनाको इन्ट्रोडक्सन लिन्छु हिँड्दै बाटो है फलो गर्दै जानु है कता बढ़िया से पूछो और हमारा ये एंड हो गया द एंड हो गया द एंड मजाले है तल पाइप छोडा थियो कि भने जस्तो छैन केबाट आयो त्यतिकै निस्किन्थ्यो जब यो यिनीहरू बनाएको अहिले 75 मा बनेको यो त भर्खरै बनायो यो त 75 917 मा बनेको यस्तो केही थिएन कि यो हाम्रो नाम के भन्नु तपाईँले मेरो नाम रामस्वरूप चौधरी हल्का भनिदिनु न त यहाँको बारेमा हल्का यहाँ यो प्राकृतिक सौन्दर्य हाम्रो तलबाट मूल फुटेर निस्किने पानी अनि हाम्रो यता मन्दिर शिवकुण्ड धाम उता हाम्रो शौचालय नै छ यता फोटो जोन पिङ लगायत अनि फोटो तपाईहरु आएर मनोरञ्जन लिन सक्नुहुन्छ हाम्रो सुन्दर भल्का अनि सुन्दर पिकनिक स्पोट आउनु होला तपाईहरु पनि यो ठाउँमा एकचोटि भ्रमण गरेर अवश्य जानु होला यो ठाउँ अति नै सुन्दर र अति हरियाली र अति उपयोग हाम्रो सबभन्दा भूल फुटेर निस्किने पानी यो पानी अति नै मिठो छ अहिले खाने पानी भन्दा नि शुद्ध छ त्यही भएर हजुरहरु पनि आउनु होला यो सुन्दर भल्कामा थ्यांक यू सो मच